के प्र्याक्टिकल टिप्सहरू छ स्टुडेन्ट्सहरूको लागि जसले गर्दाखेरि एभ्रिडे लाइफमा चाहिँ यो प्र्याक्टिकल टिप्सहरू युज गरेर आफ्नो भाषा बेटर बनाउन सकिन्छ? सबभन्दा बेस्ट उपाय एकदमै नजिकको टाइममा छोटो टाइममा भाषा सिक्ने चाहिँ नेपाली सम्बन्धहरू नेपाली सर्कलहरू अलिकति कम गरेर अलिकति बाहिर जाने, बाहिरको मान्छेहरूसित बोल्ने र कलेजमा यदि हामी छौँ, कलेजमा सुरु गर्दैछौँ भने त्यहाँ पनि धेरै इन्टरेक्ट गर्ने। अब कम्युनिकेसनको सबभन्दा सजिलो अथवा डिफिकल्ट पार्ट नै त्यही हो कि जति बोल्यो त्यति आउँछ, जति प्र्याक्टिस गर्यो त्यति आउँछ। त्यही भएर अब नेपाली सर्कल, नेपाली साथीहरूसितै अब 24 घन्टा बसेर अनि जर्मन भाषा चाहिँ मेरो राम्रो हुन्छ भनेर त जति प्र्याक्टिस गरे पनि आउने कुरो होइन। तर साथीहरूसित चाहिँ कन्ट्याक्टलेसै हो भने होइन, तर आफ्नो सर्कलमा चाहिँ अब जर्मन्सहरू पनि होइन, यहीँ जन्मेका हुर्केका अस्ल्यान्डर विदेशी साथीहरूसँग यसो बोल्ने, जस्तो आउँछ बोल्ने, अनि बिस्तारै आफै ग्रेजुअली त्यो बन्दै जान्छ, भाषाको पकड चाहिँ हुँदै जान्छ। त्यही नै हो सबभन्दा राम्रो टिप्स चाहिँ बोल्न सुरु गर्नु पर्यो, लजाउनु भएन, अनि जस्तो आउँछ बोल्नु पर्यो। किनकि बरु हामी नेपालीमा चाहिँ तैँले यस्तो भनिस् भनेर उडाइन्छ, तर जर्मनहरूले कहिले पनि त्यो गर्दैन। कसैले प्रयास गरिरहेछ उनीहरूको भाषा बोल्न भने चाहिँ जर्मनहरूले उल्टै ठिक छ तैँले एकदमै राम्रो बोल्छस् भनेर झन् सपोर्ट गरेर हुन्छ, अनि हेल्प पनि गर्छ। यो शब्द भने यो हो, अथवा कुनै बोल्दा बोल्दै कुनै शब्द अड्कियो भने चाहिँ उनीहरूले त्यो शब्द भनिदिएर झन् हेल्प गर्छन्, अनि त्यसरी नै सिकिन्छ जर्मन।